Hi guys. नमस्कार। इन्टरनेट अनलाइनको गुन्जनएफएम.com मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको गुन्जन एफएम 105.3 मेगाहर्जको साँझ 6 बजेको गुन्जन खबरमा स्वागत छ। म सुप्रिया ढकाल। सुरुमा प्रमुख खबरका शीर्षकहरू। अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइयो। पहिलो पटक नेपाली सेनाद्वारा छठी माईलाई दिइयो सलामी। प्रधानमन्त्री कार्कीद्वारा कमल पोखरीमा छठ पूजा। रौतहटको खोलामा 2 बालकको डुबेर मृत्यु। सुकेरीको मृत्यु पश्चात किस्ट अस्पतालमा तोडफोड र आगजनी। प्रहरीद्वारा लाठीचार्ज र अश्रु ग्यास प्रहार। प्रहरी महानिरीक्षक खापुङ 2 सातापछि अवकाशमा जाँदै 33औं आइजिपी बन्न तीव्र प्रतिस्पर्धा। कार्तिक 20 गते प्रदर्शनका लागि काठमाडौँमा आउन विप्लवको आह्वान। चुनावलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा लिन प्रधानमन्त्री कार्कीको आग्रह। डोनाल्ड ट्रम्प टोकियोमा एसिया भ्रमणको दोस्रो चरणमा जापानका नयाँ प्रधानमन्त्रीसँग पहिलो भेट। र गैरटार फुटबल प्रतियोगिताको उपाधि कछडिया समाज युवा क्लबको पोल्टामा। अब समाचार विस्तारमा। छठ पर्वको मुख्य दिन सोमबार आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको हो। छठ पर्वका अवसरमा देशका विभिन्न स्थानमा साथै काठमाडौँको गुहेश्वरी, गौरीघाट क्षेत्र, कमल पोखरी लगायत बागमती, नखु र विष्णुमती लगायतका नदी किनारबाट भक्तजनले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएका छन्। छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्दछन्। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदी सहित 5 पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराण अनुसार सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरेकी थिइन्। त्यही बेलादेखि छठ पर्व मनाउने परम्पराको सुरुवात भएको किम्वदन्ती रहेको छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्ब सहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ। षष्ठीका दिन रातभरि जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो